गाइज फाइनल्ली हामी आज चराउने ठाउँमा हिजो चराएका ठाउँमा पुग्यौँ अस्ति परि त्यहाँ म चरायौँ परि त्यहाँ चरायौँ। अब आज हामी अब लियौँ कहाँ लियौँ देखाउँला कति बजी उठाइछौँ जाउँ हामी। कस्तो देखिरहेको छौँ ह्यान्डसम कस्तो सिर हावा चल्यो गाइज दामी छ भने हावा त यहाँको। अरे यो चाहिँ मेरो अब फर्स्ट भ्लग हो भनौँ च्यानलमा फर्स्टै हो। अब बनाएँ त कति बनाएँ च्यानलमा हाले मात्रै थिएन आज चाहिँ हाल्छु। मेरा 53 के भ्युज आयो तिमा भ्युवर्सहरूले मेरो त्यसमा पनि त्यहाँ 54 के आउनु पऱ्यो फेरि भ्युज। अनि मेरा दादाकामा 55 पुग्नु पऱ्यो होइन 123 सब्सक्राइबर मात्रै हान्ने होइन 123मा त 20 त मैले आफूले हान्न लाएँ हौ 20 भन्दा त 25 हान्न लाएँ उसलाई। अरूको मोबाइल माग्दै हान्दै अरूको मोबाइल माग्दै हान्दै तर केही छैन। हिजो हामीले चराया त ल्याम्मै हो यी त बाख्रा मात्रै देखिए तँले देखाउँला त के भयो यसो ठाडो तले हो त्यहाँ चटपटे खाया पनि पऱ्यो त्यही हो। आज चाहिँ हामी बेलुका हाने चाहिँ हान्नु लाएमा बाख्रा अहिले चाहिँ हान्नु अब यी तैँले त्यहाँ मैले आँग्नु लगाएँ नि त्यो नै हो। त्यहाँ सेतो देखियो ठाउँ देखिएन नि त अहिले हाम्रो क्यामेरा खासै राम्रो छैन हो त्यहाँ अहिले देखियो यहीँ त्यही हो गाइज। बाँकी गाइज अहिले चाहिँ हामी डाँडाखोला पुग्न लाग्यौँ। कस्तो छ त अब डाँडाखोलो त्यो पनि देखाउँछौँ। मेरो गाउँको एकदम सुन्दर रमणीय जूको लागि हात हुने यस्ता जूकोलाई त हामी यस्तरी तानेर यस्तरी हानेर फालिदिन्छौँ गाइज। कहाँ पढ्यो अहिले हात धुनुपर्ने हो थियो अब हबी त्यहाँ गर्ने यसरी भन्नुपर्दो छ गाइज मात्रै नानन अगाडि बढिरहेछौँ हामी थियो भने अब हामी डाँडा खोलाको पानी खाए पनि भिडियो देखाउँछौँ गाइज। यो अब क्लिपमा नै अर्को क्लिपमा देखाउँछौँ थियो। अहिले चाहिँ हामी पुग्दैछौँ। हेलो गाइज अहिले चाहिँ हामी त्यो डाँडा खोला भन्ने ठाउँमा पुगिसक्यौँ। तल देखाऊ होइन ए तली त्यहाँ छ हाम्रो खोलो तल हो त्यो झरना छ क्या अहिले तली त्यहाँ तल डम्बहरू छन्। त्यही भएर गाइज अहिले खासै आवाज सुनिन्छ त्यही भएर मैले माइक्रोफोन लगाएँ। अब हामी हिँड्दैछौँ डाँडा खोलामा पानी खाए पनि देखाउँछौँ हामी तपाईँहरूलाई। अगाडि बढिरहेछौँ हामी अगाडि बढिरहेका छौँ हामी अगाडि हेर्नुहोस् यो खोलो कस्तो छ। गाइज अहिले चाहिँ अब म बाख्राको सेन्टरमा पुगिसकेँ। बाख्राको सेन्टर हुन त अब माथि नारे पुग्ने भने हो अब 12 बजे 1 बजे खोजिन्छ। हामी नारे पुग्दैछौँ होइन तर पुगेनौँ किनभने यसै भयो ढिला भइगयो चलाउन लाग्यो तलाउन भ्लग बनाना होइन त्यही भएर अहिले त्यो चाहिँ लम्बाना डाँडो हेर डाँडा खोलो पनि देखाएकै हुँ। अब चाहिँ हामी हिजो गएको ठाउँ तली त्यहाँ तल हो गाइज तल हो त्यो देखान्न म अहिले बसिया छु आउनु दादासँग दादा खतरै छु सुत्तान आफूलाई हिप्पो पनि छन् बुढी कत्रो छ यिनको
मेरो पालि आउने काटी खालिदिए हामी अब तलतिर जान्छौँ तल ढुङ्गामा बसेर यस्तो अप्ठ्यारो ढुङ्गामा बसेर भिडियो भ्लग बनाउँछु नि म अप्ठ्यारो होइन पाल्नै हो गाइज म हट्दैछु अहिले ढुङ्गाउने पुग्दुँ अब कसम गाइज मेलो छ मेलो पलतिर बाख्रा मेलामा जान सक्छन् भन्ने हो म तपाईहरुलाई यहाँ तलको दृश्य पनि देखाउँछु गाइज कस्तो भिड छ कस्तो के छ भन्ने अहिलेलाई चाहिँ हामी यो 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 ढुङ्गामा बसौँ गाइज 3वटा ढुङ्गाहरू छन् त्यही भएर हामी यो ढुङ्गामा बस्यौँ हैन अब चाहिँ गाइज हामी चाहिँ अब गाइज तपाईहरुले देख्नु नै भयो त्यहाँ तल यस्तो बिरालो छ गाइज यस्तो बिरालो छ के गर्ने बाध्यता चाहिँ आउनै पर्ने हुन्छ त्यही भएर त्यहाँ पल्लो डाँडो कडा दृश्य छ गाइज दामी दृश्य छ गाइज हामी त्यो तोलीको गाउँ हो गाइज त्यो बजार हो हाम्रो बजार माथि डाँडा त्यो त्यो डाँडामा मेरो विद्या मन्दिर स्कुल यो त्यो पेलो पेलो देखिने छ यो मेरो विद्या मन्दिर स्कुल हो गाइज त्यहाँ तल डुम्पानी भन्ने ठाउँ हो गाइज यो अहिले चाहिँ हामी लम्बाना डाँडा माथि लेखतिर आएको छु गाइज बाख्रा बाख्रा एक बाख्रा यी लास्ट कालो बाख्रा हो मेरो त्यो पाल्लो हजुरलाई त के छ त होइन कि अहिले हो सेल्फी स्टिक भन्दा हातैले बनाएर हो कि अलिक गाह्रो भयो अब बचपनदेखि सेल्फी स्टिकमै भिडियो बनाउँदै आएको म गाइज यो खोलाको आवाज यो नेचर कस्तो दामी देखिन्छ होला है गाइज तपाईहरुलाई कस्तो दामी लाग्छ होला यी माथि बादल यो यस्तो सूर्य यो बादल कस्तो दामी लाग्छ यो खोलसेरो कस्तो दामी भ्यूसँग छ हैन गाइज मोबाइल पढे त केही पनि छैन म पढेपछि त मरिजाने हुनु अब हामी गइरहेछौँ जान्छौँ हामी केही छैन तल भौनेवडाला भन्ने ठाउँ लिन्छौँ त्यसपछि घरले पर दमाईका ढोलीका मेला लिन्छौँ त्यसपछि घर लिन्छौँ त्यति हो त्यति भन्न खोजेँ मैले त्यही हो मेरा भ्लग दुवैमा हामी चाहिँ पुगिसक्यौँ अहिले यहाँ टार्गेटमा हिजोको टार्गेटमा तर पछाडिको त्यो खोलो त हामीले देखायौँ होइन गाइज देखायौँ भन्नै पर्छ त्यही भएर गाइज अहिले चाहिँ हामी यी बाख्राहरू हिँटिकैमा अगाडि यिनीहरू त्यही भएर हामी चाहिँ अहिले हिँडिरहेको हजुर यही छ